हेलो एन्ड नमस्ते फेरि पनि स्वागत छ तपाईहरुलाई अनि तपाईहरुको आफ्नै च्यानल लेट्स मेक म्युजिकमा अनि आज पनि म तपाईहरुको माझमा स्टुडियोबाट सानो भ्लग लिएर आएको छु अनि हाम्रो आजको सेसनहरु चाहिँ भन्नुपर्दा सुरुमा हाम्रो तबला र ढोलकको टेकहरु रेकर्डिङ सेसनहरु रहेको छ अनि त्यसपछि हाम्रो एक दुईवटा कुन सेसनहरु छ तपाईहरुलाई देखाउने नै छु अनि अहिले चाहिँ हामी तबलाको लागि टेकको लागि हामी रेडी भइसकेका छौं अनि यहाँनिर माइकहरु रेडी अनि उता हाम्रो दाइहरु सिंगर पनि आइसक्नु भएको रहेछ अब उता गएर हेरौँ है त के प्र्याक्टिस हुँदैछ हाम्रो उज्यालो भिडियो बनाइहाल्यो भने उज्यालो हुन्छ हाम्रो सिंगर हुनुहुन्छ के छ ब्रदर टुकुट टुकुट है ओ तपाईले माथि हुन्छ भन्नुभयो थियो हैन नि मैले यो सेन्टरमा भन्न खोजेको तपाईकै आफ्नै तरिकाले उ गर्नु भयो होला भने यो यसरी बजाएको थियो नि हैन यो तलै हुने हो हुन त त्यो बिचमा हुन्छ के भन्ने यो सेन्टरमा त हुँदैन है सेन्टरमा त हुँदैन जहिले पनि यो अलिकति चाहिँ तलै गर्नु भयो भन्ने वास्तवमा यसको जहिले पनि हान्ने चाहिँ हामीले यहाँ हान्नुपर्छ है खरी यहाँ छ बजाउनले यसरी पनि बजाउँछन् यो राख्नु पर्छ यसरी पनि बजाउँ फेरि यसरी बजाउँदा च्याप्यो नि त धगल्ने हुन्छ हैन च्याप्यो आवाजै आउन्न कि यस्तो गर्यो भने अब यो यहाँ राख्यो भने यो उल्टो भयो भने यहाँ पनि फेरि आवाज आउने घमक निकाल्ने त्यसलाई हो नि त घमक निकाल्ने मलाई तबला के भेदा लाग्छ योले निकाल्ने हो के अब की गर्नु प्राय यसले पुश गर्ने किकहरु प्राय हामीले राइटले बजाउने बानी हुन्छ नि त यसमा लेफ्टले गमक दिनुपर्छ तपाईँ आफ्नै तरिकाले सर्नु भयो होला भन्ने के यो चाहिँ राइटले दिनु मिल्छ लेफ्ट खा पोजिसन यो हुन्छ नि त हैन लेफ्टले हो के उल्टो हुन्छ उहाँको चाहिँ ए तपाईले त्यसरी बजाउनु भयो तबला यस्तो हैन वास्तवमा यो सुल्टी हो तब मादलको लागि त सुल्टी हो तपाईले बजाउनु भएको तर तबलाहरुको लागि उल्टी हो त्यो तपाईले लेख्ने राइट ह्यान्डले लेख्नुहुन्छ न राइट ह्यान्डले लेख्नु यो राइटमै पढ्नुपर्छ यो चाहिँ राइटमा पर्छ कि त अब लेफ्ट ह्यान्डले लेख्ने भए फेरि छुट्टै कुरा हो तर पोजिसन यो पोजिसन चाहिँ ओरिजिनली हो देखाउँछ नि ओके अब हाम्रो सुरु हुन लागेको छ हाम्रो सिंगर यता हुन्छ उहाँको गानामा चाहिँ हामीले ढोलक हाल्दै छौं कपाल काट्ने त के हो यस्तो हुनु पर्यो नि त भिडियोको लागि सही छ हैन यस्तो यस्तो पालेर खाएको छैन यस्तो फिलिङ चाहिँ यो लेफ्ट कसरी चल्छ यार म सिक्न त बहुत रहर हो तपाईँ सिक्दैन त ठिक छ यो बिचमा भयो भने ट्युन हो कि यसमा यो छाला नयाँ नयाँ भएर नि हुन्छ गयो जान जान्छ यो बिचमा भएको चाहिँ ट्युन हो होइन अलिकति माथि भएर केही हुन्न अलिकति माथि जुन छ नि हामीले यहाँ यो 20 सम्म छ नि 20 सम्म गऱ्यो भने केही हुँदैन कि किनभने बिचमा भयो भने त फेरि झर्छ के फेरि झरिहाल्छ यतिसम्म भयो भने अब यो बजाउँदासम्म स्टेबल रहन्छ कि के छ सञ्जय सर हालखबर ठिक छ के छ कस्तो रेस्पोन्स आइरहेको छ हाम्रो नयाँ म्यासअप सङको के छ खबर म्यासअप सङ हुँदैछ बिस्तारै राम्रो छ है हुँदैछ अहिले चाहिँ यो के हुँदैछ यो नयाँ यसो केही अपडेट आज मेरो गीतको ढोलकको प्रोग्रामिङ हुँदैछ हैन ढोलक हाल्ने प्रोग्राम हुँदैछ खुसी लागिरहेछ उहाँसँग फाइनल्ली भेट्यो ठिक छ ल भिडियो मात्र देखिरहेको थिएँ हैन के छ ब्रदर हालखबर ठिकै छ दाइ ठिक छ है ल अब हामी
तबला र ढोलकको टेक लिन जाँदैछु गाइज। हेरौँ अब कस्तो हुन्छ, राम्रै हुन्छ अब है त। ल फेरि भेट्छौँ। होइन त्यो टेक लिँदै गर्ने। हाम्रो अब रेडी भइसकेको छ, अब सबै सेट। अब रेडी अन्त रेडी रेडी रेडी। यस। ट्र्याकहरू के कस्तो छ पहिला एकचोटि सुनौँ है, मतलब त्यहाँ लेभलहरू के। अलिकति ट्र्याक बढाइदिनु पर्ला, यति ट्र्याक। त्यही सुनाऊ भनेको। अझ बढाऊ। अलिक बढाइदिनु, अलिक बढाइदिनु पर्छ। यसमै ढोलक थियो, त्यो चाहिँ हटाउनु पर्ने थियो। ए वेट 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 वेट, त्यसमा चाहिँ अगाडि त फ्लुटको उ त हुँदैन नि कन्फ्युज त। स्याम्पल छ क्या त्यसमा। हो हटाइदिइहाल्नु नि त भर्खरै। केही लेखेन मैले कहाँ। चाहिन्न नि त्यो त चाहिँ हटाउनु पर्छ। डिटेलिङ पनि कडा अनि त्यसले लिने चिज पनि कडा लिनु भयो। प्रोसेस बढी खान्छ कि जेडब्ल्यू मध्येको हाम्रो ढोलक चाहिँ सकिसकेको छ। अब तबला टेक हामी लिन जाँदैछौँ। फाइनल्ली ढोलक सकियो नि त। अब चाहिँ हामी तबला टेक तबला सकेको छ हाम्रो तबला रेकर्डिङ पनि सक्यो। फाइनल्ली हाम्रो सक्यो। हाम्रो ब्रदरले धम्मी बजाउनु भएको छ। थ्याङ्क यू। सबैले चिन्छ नि तपाईँलाई त। बोलाउनु केही बोल। अच्छा अच्छा अघि डान्स गरिदिनु अघि। भाइरल हुन्छ नि। खतरा डान्सर हो नि त फेरि हाम्रो दोस्त। तपाईँलाई थाहा छैन होला, माइकल ज्याक्सन मैसँग सिकेको हो। ऋतिक रोशन प्रभुदेवा त मेरै स्टेप जोडेर हिँड भगवान्। हाम्रो अर्को सेसन पनि भइरहेछ। सम्बन्ध राख्छन्, सम्बन्ध है त सम्बन्ध राख्छन्। कफी ब्रेक। अनि प्याटर्नै त्यस्तो छ क्या अहिले। ओके गाइज, आजको हाम्रो रेकर्डिङहरू सकेको छ। अब घरतिर लाग्नु पर्यो अनि बाइक साइक निकाल्नु पर्यो। अब त्यो ऊ चाहिँ निकाल्नु पर्ने यार, गेट चाहिँ खुल्नु पर्ने पहिला। गेट चाहिँ कस्तो पाइ गयो।